जबको लागि के सोच्नु भएको छ? केही सोचेको छैन। आफू एक्लै बस्नुपर्छ हजुर हैन हो। अनि के फिल गर्ने हामीले? ब्याचलर पछि चाहिँ हजुरको के गर्ने प्लान छ? बिहेको लागि चाहिँ कहिले सोच्नु भएको छ? 18,000 को लगानीमा 60,000 जति यो दिन चाहिँ प्रफिट भएको कारणले गर्दा। Hey guys, it's Miss Shikha, a third-year student, and this is the convocation of Purvanchal University, where I ask different kinds of questions to all the graduate students about their planning after bachelor and masters. Purvanchal University को convocation को लागि चाहिँ भित्र छिर्दै छम एन्ड यता चाहिँ गेट छ। प्रधानमन्त्री पनि गइसक्नु भयो। प्रधानमन्त्रीलाई नै हेर्नको लागि आधी भिड थियो भने चाहिँ अहिले प्रधानमन्त्री नै गइसक्नु भयो। सो अब चाहिँ हामीहरू के गर्ने हौँ भने चाहिँ कसैलाई क्वेसन सोध्नु मन लाग्यो भने चाहिँ वी विल आस्क क्वेसन, अदरवाइज हामी यत्तिकै हल्का भिडियो मात्र बनाउने छौँ। कज मलाई आज हल्का सन्चो छ होइन। यो दिनको लागि चाहिँ अब नर्सरीदेखि पढ्यो पुरा होइन। यो टाइममा त अब आधी सकिएला जस्तो हुन्छ। सो सबले आफ्नो पर्सनल क्यामराम्यानै लिएर आएको छ। पर्सनल क्यामराम्यान नि के भन्नु, आफ्नो प्यारेन्ट्स र छोराछोरी बिचको त्यो एउटा मुभमेन्ट हुन्छ नि, लाइक धेरै देख्नु पाइरहेको छ गाइज। सो हामी चाहिँ भर्खर आएको हल्का अर्ड फिल हुँदैछ। पिपल्स आर वाचिङ एट अस। ल मेरो साथीलाई चाहिँ नदेऊ बिकज उसको आँखामा के भयो। एन्ड हामीसँग चाहिँ एउटा दाई हुनुहुन्छ। लाइक ब्याचलर पछि चाहिँ हजुरको के गर्ने प्लान छ? अब मास्टर पढ्ने। नेपालमा बस्ने कि बाहिर जाने? ओके, थ्याङ्क यू सो मच। र उहाँको चाहिँ नेपालमै बस्ने प्लान है। खुसी लाग्यो फर्स्ट क्वेसन उहाँलाई सोद्धा। सो गाइज आई एम मेकिङ हल्का हल्का फ्यान्सहरू किनकि हल्का एनर्जेटिक मुडमा छु। सब्सक्राइबर उठेर आएको छु। थ्याङ्क्स टु ज्ञान हु अलवेज मोटिभेट्स मी। र खानाको लागि, बुकेको लागि, प्लस फोटो खिच्नको लागि पनि थुप्रै इन्स्टा राखेको थियो। ब्याचलर पछि के प्लान छ? मेरो बाहिर जाने प्लान छ। बाहिर जाने? कुन कन्ट्री? युएसए। अहिले यता आइदिनु है। वाइ नट नेपाल? अब फर्दर 2 इयर्स चाहिँ नै विदेशै गएर यसो पढौँ भनेर। ओके, अल द बेस्ट। थ्याङ्क यू। र हजुरलाई चाहिँ आफ्नो छोरीको यो ब्याचलर कन्भोकेसनमा कस्तो फिल भएको छ? अलि यता आइदिनु। अब खुसी पनि लागेछ, न बेखुसी पनि छौँ। पढाइसक्यो, हजुर 10-15 हजारको जागिर जिउ हजुर भनेर आफ्ना मान्छे नेता खोज्नुपर्छ। हजुर त्यो त सत्य हो। अनि क्वालिटी 5 बनाएर चाहिँ विदेशमा जानलाई धेरै पैसा ज्यान पाल्न विदेश जानुपर्छ, आफू एक्लै बस्नुपर्छ। हजुर होइन हो। अनि के फिल गर्ने हामीले? छोराछोरीलाई त टेन्सन छँदैछ, बाउआमालाई त झनै एउटा फ्रस्ट्रेसन भएर बाँच्नु पर्यो। फ्रस्ट्रेसन लाइक के गर्ने? ब्याचलर पछि के गर्ने? हाई, हजुर चाहिँ कुन फ्याकल्टीको हुनुहुन्छ? एग्रिकल्चर। अनि हजुर चाहिँ अब ब्याचलर पछि हजुरको के प्लान छ? खोइ के छ थाहा छैन। ओके, बिए गर्ने? लोकसेवा। अल द बेस्ट हजुरको फ्युचरको लागि। सो गाइज मैले दिदीहरूलाई चाहिँ बिहेको प्लान सोचिरहेको थिएँ र अहिले चाहिँ जमाना मोडर्न भइसक्यो। लाइक छिटो बिहे गर्ने चलन पनि छ, तर अहिले चाहिँ धेरैजनाले इन्डिपेन्डेन्ट भएपछि गर्छु भन्नुभयो। त्यो सुन्न खुसी लाग्यो। पछि चाहिँ के गर्ने प्लान छ हजुरको? विदेश जाने प्लान छ। वाउ। अनि हजुरको चाहिँ के प्लान छ? खोइ जबै भेटिँदैन। जब किन भेटिँदैन? भनेको जस्तो सजिलो छैन। होइन, पोजिटिभ के भन्नु थट राख्नु पाइहाल्नुहुन्छ। अल द बेस्ट दुइटै दिदीलाई। गाइज के भन्नु पर्दा चाहिँ मलाई चाहिँ धेरैजनाको चाहिँ यही छ, विदेश जाने, कसैले जब पाउँदैन भन्नुभयो, कसैले चाहिँ बिए गर्ने भन्नुभयो। सो हेरौँ के हुन्छ। सो गाइज अब चाहिँ हामी हाम्रो कलेजको दाइसँग छौँ। दाइ हजुरलाई कस्तो महसुस भइरहेको छ? कस्तो नै भएको छैन, कस्तो मजा आइरहेको। र दाइले चाहिँ सिएसडी कस्तो भछ भन्दा चाहिँ सरी यसपछि चाहिँ हजुरको के प्लान छ दाइ? मेरो धेरै प्लान छ।
बिहे गर्ने होइन सुरुमा बिहे गर्ने अरू त्यसपछि त अझ त आफै भयो जबको लागि के सोच्नु भएको छ केही सोचेको छैन जब एन्ड एब्रोड केही सोचेको छैन अहिले र दाइ चाहिँ पुरा चिलमा हुनुहुन्छ किन ल ल धन्यवाद दाइ And don't forget to like, comment your views and subscribe the channel for more videos. सो गाइज म चाहिँ अहिले आफ्नो कलेज आइसकेँ एन्ड यु क्यान सी द ह्याप्पिनेस सबैको फेसमा ग्लो होइन एन्ड एभ्रिबडी आर ह्याप्पी टुडे एन्ड सबैले फोटो खिच्नु भएको छ एन्ड हे गाइज अब चाहिँ हामीहरू प्रिटी दिदीहरूसँग छौँ एन्ड हजुरहरूको चाहिँ ब्याचलर पछि के प्लान छ मास्टर पछि हाम्रो यही नेपाल बस्ने प्लान छ दुईजनाको चाहिँ नेपाल बस्ने यिनीहरूको चाहिँ हाम्रो मास्टर्स गर्न बाहिर जानु वाउ अल द बेस्ट अनि बिहेको लागि चाहिँ कहिले सोच्नु भएको छ ओके इन्डिपेन्डेन्ट भएर रे यो क्यान्टिनमा चाहिँ हाम्रो पब्लिक हेल्थको टिमले चाहिँ गर्दै हुनुहुन्छ गाइजहरू के छ भाइ र उहाँ चाहिँ पब्लिक हेल्थ इन्टरप्रेनर हुनुहुन्छ सरी फार्मेसी ल चाउचाउलाई कतिमा बेच्नु भएको छ छिटो भन्नु कतिमा बेच्नु भएको छ र हो उहाँहरूले चाहिँ त्यस्तो के भनौँ आशिका तामाङ आउने जस्तो काम गर्नुभएको हुन्छ फ्याकल्टी अफ एग्रिकल्चरले पनि इन्स्टल राखेको छ एन्ड हामी चाहिँ अघि फार्मेसीकोमा गएपछि चाहिँ यहाँ एग्रिकल्चरकोमा आयौँ सो गाइज धेरैलाई सोद्धा चाहिँ के भन्नुभयो भने चाहिँ एकजना चाहिँ एकदमै चिलमा भएको दाइ हाम्रै कलेजको हुनुहुन्थ्यो उहाँ चाहिँ दाइ जस्तै चिल हुन चाहिँ म भन्छु किनकि ब्याचलर सकिने बित्तिकै लाइक एउटा काइन्ड अफ प्रेसर हुन्छ कि मान्छेहरूलाई कि अब के गर्ने वाट्स नेक्स्ट भनेर इभन मलाई अहिले त छैन अब 2 वर्षपछि हुन्छ अभियसली किनकि साथीहरूले यता लोकसेवाको लागि किताब पढेको हुन्छ कसैले म त यसपछि यहाँ जान्छु मेरो फलानु उहाँ छ यस्तो भन्ने हुन्छ सो गाइज सबैको प्लान्सहरू बुझ्यौँ कसैको एब्रोड कसैको लोकसेवा गभर्मेन्ट जबको लागि तयारी कसैको फेरि नेपालमै जब गर्ने कसैले चाहिँ जब मिल्दैन भन्नुभयो कसैले बिहे गर्छु भन्नुभयो सो लिस्ट आर लामो छ एन्ड आई थिङ्क होप यहीँ नै हाम्रो भिडियो सकिन्छ होला थ्याङ्क्स फर वाचिङ डोन्ट फर्गेट टु सब्सक्राइब द च्यानल एन्ड किप अन वाचिङ फर मोर इन्फर्मेटिभ भिडियोज लाइक दिस At last, don't forget to subscribe the channel for more videos like this. Thanks for watching. Bye bye.